विपुचन हत्यारालाई फाँसी दे, विपुचन हत्यारालाई फाँसी दे। जागो 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 हिंदू एकता, हिंदू एकता, जात पात की तरह विदाई, हिंदू जात पात की तरह विदाई, हिंदू जात की तरह विदाई, हिंदू एकता, हिंदू एकता। यही दीप प्रज्वलित गरेर समापन गर्छु। विक्रम क्षेत्रीले यहाँबाट म कलाकार हो, व्यवसायी हो, कलाकारिता रूपमा मलाई नहेर अहिले म देश डुब्दै गर्दा, देशको गति यस्तो हुँदै गर्दा फेरि मेरो मनमा आक्रोश छ। म लिडर मान्छे हो, म हरेक कार्यक्रममा राजा ल्याऊ देश बचाऊ भन्दै गर्दा दिनकुनेदेखि हरेक कार्यक्रममा म अगाडि गएर लड्ने योद्धा पनि हो। याद गर, मेरो शरीरमा नि डर भन्ने जिरो, जस्तो सुकै कठिनाइ आओस् न यार म भन्न तयार हो क्या। त्यसैले जुन घटना भयो अमिरो, हरेक हिन्दूले याद गर, हरेक हिन्दूले याद गर। यहाँ हाँसो ठट्टा छैन क्या यार, यहाँ हाँसो ठट्टा छैन यार, हाँसो ठट्टा छैन। यहाँ पुलिस दाजुभाइहरूलाई भन्छु, यहाँ हिन्दूहरू सबै हिन्दूहरू हो, एकजुट भएर केपी शेरे प्रचण्डले भनेका यो विदेशी दलाल झ्याक्नेहरू हो है, यो पनि याद गर्दै पर्ने। यो मुलाहरू जबसम्म हुन्छ नि देशमा, देशले कहिले पनि शान्ति पाउन्न, नेभर शान्ति कहिले पनि पाउन्न। यो पुलिस दाजुभाइहरूले पनि भन्नुहोस्, यिनीहरूलाई लखट्न जरुरी छ, हामीलाई साथ दिनुहोस्, हामीलाई लाठी हान्ने होइन क्या। अस्ति त्यत्रो मैले यहाँ कार्यक्रम मैले देखेँ, यहाँनिर माओवादी अथवा कसको कार्यक्रम हो, केपी हडापर जसको सुकै होस्, तिनीहरू भोट दिएर बसिराखेको छ यार, परेरी लाठी तिनीहरूलाई हान्के यार, तिनीहरूलाई तिनी झ्याक्नेहरूलाई ठोक मा झ्याक्ने सक्सेस हुने होइन। राजावादीलाई जसले देशको हितमा चाहन्छ, जसले देशको हित चाहन्छ, जसले देश बन्न पर्छ भनेर जुन जसले चाहन्छ नि त्यसलाई लहरजस्ती मार्यो यार, त्यसलाई लहटी पिटी जाने मार्ने, यो कदापि होइन। मैले फेरि यहाँ सुशीला कार्कीको सरकारलाई पनि भन्न चाहन्छु, तिमीहरू भनेको अस्थायी सरकार हो, तिमीहरूलाई हामीले बनायो कि यार, हामी जनताले बनायो होइन, हामीले बनाए यत्तिकै दियो तिमीहरूलाई यार हात। तिमीहरूले यो टाइममा हामीलाई साथ नदिएर फेरि तिनै पुराना दललाई साथ दियो भने फेरि देश गम्भीरतापूर्वक एकदम बुझ्ने छ है, यो पनि याद गर। त्यसैले चुन चुनकर हिंदुओं को मारा जा रहा है, बर्दाश्त नहीं करा जाएगा। बांग्लादेश सरकार होश में आओ और हिंदुओं पर अत्याचार बंद करो। In Kolkata, demonstrators marched on city streets accusing Dhaka of failing to protect its Hindu population. Rallies after rallies being taken out in Kolkata and outside Bangladesh's Deputy High Commission's office. Similar protests could be seen since last few days, and today